नमस्कार साथीहरू, एकचोटि हर्ख साम्पाङको चुनावभन्दा पहिलाको यो भिडियो एकचोटि हेरौँ त साथीहरू। चुनाव पछाडि त मै हो प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालेन शाह हे त्यस्ता मुला। तुच्छ बोली, दम्भ र अहङ्कारको कारणले नेकपा एमाले सक्याए केपी ओलीले। तपाईले पनि उदाउँदै गरेको पार्टीलाई तुच्छ बोली, क्षुद्र बोली, दम्भ र अहङ्कारको कारणले सकाएर 3 सिट गराउनु भयो प्रत्यक्षतर्फ। अब त सुध्रिनुस् साम्पाङजी, अब सुध्रिनुस्। तपाईँ संसदमा जाँदै हुनुहुन्छ, संसदमा प्रधानमन्त्री भनेको बालेन शाह हुँदै हुनुहुन्छ। के अब तपाईँलाई खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छा बाबुको अनुहार जस्तो हुन्छ बालेन शाह? त्यसकारण तपाईँ बेलैमा सचेत हुनुहोस्। अर्कोचोटिको चुनावको लागि तपाईँले बहुमत ल्याउनु पर्न सक्ने हुन्छ। आफ्नो मुखलाई अलिकति शान्त पार्नुहोस्, राम्रो बनाउनुहोस्, तुच्छ शब्दहरू नबोल्नुहोस्। केपी ओलीको जसरी एमाले सकिएको थियो त्यसरी नै माटोलाई श्रम संस्कृति पार्टी